हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज हामी बिहामा जानु लाग्यो है। अब घरबाट हिँड्यौँ हामी बिहाको लागि। यता हाम्रो दिदी आएर यहाँ रोडमा बसिसक्नु भएको छ बिहामा जानको लागि। बिहामा जानको लागि कहाँ जाने हो दिदी? कहाँ? इम्लिया। यता दाहिनी आउनु है, दाहिनी जानका लागि बिहामा। आज हामी तीनजना भएर बिहामा जानु लाग्यौँ। कसको बिहा अरे दाइ? भाइको बिहा। भाइको बिहा हो नि। ल बिहामा जानुलाई बस कुरेर बसे है हामीले यसरी बाटोमा। आज गाडी बन्द बन्द जस्तो खालको छ, पानीले गर्दा जताततै जम्मा दामी देखिएछ। गाडी आउँदै आएन, धेरै बेर कुर्दा पनि हामीले यस्तो भयो। ल हाम्रो दिदीले स्कुटी यहाँ जाम भन्नु आएको र तर भएन। ल फाइनल्ली गाडी आयो है हाम्रो। अब गाडीमा चढ जाने हो। गाडी कति प्याक हो? हामी हिँड्ने हो है। आज गाडी प्याक भएर बेजोग छ अवस्थामा हामी। मैले दिदीलाई छोडेर फेरि म अगाडि अगाडि हिँडेछु यसरी। दिदीको खुट्टा दुखेछ नि त, त्यही भएर म फेरि अघि अघि हिँड्दै गरेछु कि। ल उहाँ बाहरूले बसेर हेरिरहनु है हामीलाई। अब हामी यसरी हिँड्दैछौँ ठ्याक्क टक्क टक्क पारेर। यहाँ त यत्रो ठुलो बजार रहेछ कि इम्लियाको त। त्यहाँ गफ गफ चल्दैछ, हामी आउँदैछौँ। यता आइज हजुर। यहाँ त यस्तो रमाइलो है। ल जाम ती यता। ल यता रमाइलो है। यता हुँदैछ यस्तो कार्यक्रम। कतिखेर आउनु आयो त बुवा? बुवा कति बेला आउनु आयो त? हो र, हामीलाई किन भन्नु होइन त? यहाँ हाम्रो काइलो बुवा है। हिँड्नु जानु बुवा? हिँड्नु त होइन, मैले भिडियो बनाइरहेको छु नि त। यताबाट पनि गइन्छ अरे सानो बुवा? गइन्छ? ए यताबाट पनि गइन्छ अरे। ल आउनु त जाऊँ त। ल हामी अब बिहा गरेर जाँदैछौँ है। यता दिदीको गर्छौँ। ल हाम्रो दाइ हुनुहुन्छ पनि। यस्तो मजाको रमाइलो है दुला दुलाईको फोटो। यहाँ त बिहा भइरह है, धुमधाम पूजा भइरहेको रहेछ त्यसरी। बिहा भएछ नि हाम्रो। आज बिहा घरको ट्याक्क आइयो है बुवा र आमा। ल यहाँ यसरी बिहा चल्दैछ है। अलि हल्ला हल्ला छ। ल हाम्रो दाइले ल यसरी यहाँ दुला दुलाईले पूजा गर्दै है। रमाइलो भयो त। आबै बाको घर आएर यसरी डेम्म आबैसित भेट भयो। ल हाम्रा बुवा यता खाने आइटमहरू पाक्दैछ है यतातिर। ल हामी यहाँ पर दिदी कहाँ भेट हुन जाँदैछौँ है। यस्तै के फेरि यत्न आइसकेपछि नजिकै हुनुहुन्छ नि त दिदी। ल हामी दिदीका घर जाँदैछौँ। ल हामी स्कुल नजिकै आइसक्यौँ। अब यहाँबाट दिदीको घर जान्छौँ। ल हामी आइसक्यौँ अब दिदीको घर। दिदीसँग भेट भएपछि देखाउँछु है म। अब एकैचोटि वहीँ घरमै पुगेपछि। ल फाइनल्ली आइसक्यो यहाँ नि। यस्तो रमाइलो छ। पुरै मान्छे जति हाम्रा दाजुभाइ जति यहीँ यसरी। ल फाइनल्ली दिदीसित भेट भयो। ल हामी गयौँ। बुवा आउनु हिँड्नु जानु बुवा? हिँड्नु त होइन, मैले भिडियो बनाइरहेको छु नि त। यताबाट पनि गइन्छ अरे सानो बुवा? गइन्छ? ए यताबाट पनि गइन्छ अरे। ल आउनु त जाऊँ त। ल हामी अब बिहा गरेर जाँदैछौँ है। यता दिदीको गर्छौँ। ल हाम्रो दाइ हुनुहुन्छ। यस्तो राम्रो घरहरू हुन्।